तरिकाले हैन पुरा मुखबाट ओके हेलो गाइज वेलकम ब्याक टु माई आवर न्यू भिडियो के छ खबर सन्चै हुनुहुन्छ होला आरामै हुनुहुन्छ होला म पनि सन्चै छु अनि आज चाहिँ कलेज बिदा छ किनकि बौद्ध जयन्ती पनि हो भोलि पर्सि पनि बिदा छ र निकोर्सीबाट चाहिँ हाम्रो प्री बोर्ड इक्जाम छ त्यही भएर म चाहिँ हल्का फुल्का पढ्दिरह हल्का फुल्का केही पढ्दै पढेको छैन त्यसपछि अनि भोक पनि लागिसकेको छ मलाई चाहिँ तल जाम केही छैन भने चाहिँ यता साइडबाट मोमो ल्याएर बनाएर खानुपर्छ कि तर किचनमा जाम के छ किन खाने कुरा हेरौँ अनि म चाहिँ आइसकेको छु किचनमा किचन चाहिँ पुरा खाली छ त्यही त उताबाट उ ल्याएर त खाने हो पानी त्यसको लागि पानी खानु पहिला के अरे उताबाट मोमो ल्याएर हाल्नुपर्छ लेफ्टको पहिला मोमो ल्याएर मोमो पनि उधारो हो नि त फेरि ल्याउने गाइज यहाँ चाहिँ ताला लगाएको छ होइन अनि म चाहिँ नि फोन गर्न लागेको छु यो नम्बर हो कल गरेर मोमो ल्याइदिनु भन्छु कि 2 प्लेट कल गरिरहेको छु मैले चाहिँ कल लाग्न लागिरहेको होइन गाइज मोमो कति पनि छैन अरे फोन गरेको के गर्ने भोक लागिरहेको थियो केही बनाएर खाऊँ अरू है गाइज त्यहाँ चाहिँ मोमो थियो होइन बट हामी चाहिँ एउटा पिरो होला करेन्ट चाउचाउ बनाएर खाऊँ फोन लगेको भाउजूको फोन गर्नलाई मोमो चाहिँ त्यहाँ सकिसकेको रहेछ त्यही भएर पारिबाट एउटा चाहिँ पिरो करेन्ट चाउचाउ ल्याएर मस्त खाम बनाएर ओके अनि देख्न सक्नुहुन्छ हाम्रो यो घरको ह्यान्डसम साउजी होटेल साउजी अरू त्यही त मोमो ल्याउनु गएको मोमो पाइएन एउटा चाउचाउ ल्याएर मस्त खानुपर्छ अब चाहिँ भोक लागेर कस्तो भइरहेको थियो भात के खाने नै खाँदैन भात चाउचाउ खाने चाउचाउ हामी चाहिँ आइसकेको छौँ हाम्रो दाइको पसलमा एउटा चाउचाउ ल्याउन इच्छा गरिदिन्छु एउटा करेन्टवाला चाउचाउ दिनु त पिरोमा 50 वाला देऊ त कति यो तर ए यहाँ रहेछ आइसक्यो हाम्रो करेन्ट चाउचाउ लगेर यसलाई मस्त खानुपर्छ यसलाई हेर्नु यसलाई चाउचाउ आइसकेको छ हाम्रो चाहिँ होइन अब यसलाई चाहिँ स्पेसली तरिकाले बनाएर हाल्नुपर्ने हुन्छ मैले चाहिँ तर अन्डा भयो त झनै मजा आउँथ्यो अन्डै छैन अन्डाको क्यारेट खाली छ माथि मस्त हाल्नुपर्ने हुन्छ बनाएर गाइस पानी चाहिँ आइसकेको छ अब यसलाई उमाल्नु पर्ने हुन्छ तर लाइटरै छैन यहाँ समस्या त्यो पो छ पानी चाहिँ ततै सकेको छौँ भनौँ हामीले चाहिँ अब चाउचाउ बढेर चाहिँ त्यसमा हाल्न बाँकी छ फर्स्टमा यो हालिदिनुपर्छ कि अबको 5-10 मिनटमा पाकेर रेडी हुन्छ नि त्यसपछि मस्त खानुपर्छ गाइस अनि हाम्रो चाहिँ चाउचाउ उम्लिसकेछ भनौँ नि पुरा उम्लिसकेछ तर भयो छैन अझै टाइम लाग्छ थोरै हाम्रो चाहिँ आइसकेको छ आजको हाम्रो नास्ता स्पेसल करेन्ट चाउचाउ लिएर गएको कसरी बनाएर खान्छु हेर्नु ओके गाइस अनि हाम्रो चाहिँ आइसकेको छ अब यसमा चाहिँ हामीले मिसाउनु पर्ने छ यो एउटा या हैन करेन्ट अनि एउटा करेन्ट यसको के भन्छ यसलाई मिट मसला लास्ट पिरो छ खोल्नु का मुखमै पानी आइहाल्छ यार वाह चट्ट मिसाउनु पर्छ यस्तो मिक्स तरिकाले होइन पुरा मुखबाटै पानी निस्कियोस् के वाह यस्तो भयो मुखबाट पुरा पानी आइसक्यो मेरो त होइन या बस करी लेट्स गो गाइज
मेरो मुखमा पानी आइसकेको छ देखेरै। मस्त। यहाँबाट आँसु आइसक्यो यार। साग, एउटा काँक्रा र मासु यस्तो बेटारेर दिनुपर्छ कस्तो हुन्छ है। खसिहाल्यो मासल। मान्छे पढ्यो। भात, कोरियन नुडल्स, एउटा काँक्रा यस्तो बेटारेर दिनुपर्छ क्या बर्गर हाने जस्तै। Nice. दामी। हातले खान मिठो है। यसको माथि राखेर चट्ट हानौँ न। छिर्दै छिर्दैन त। नाइस, बहुत मिठो छ। मासु हालेर चट्ट हो किन नयाँ स्टाइलको हो क्या। करेन्ट चौचो माथिबाट हालेर दामी साथ यस्तो क्या।
मासु चाहिँ पिरो फाइनली गाइस सब खतम भइसकेको छ भन्दा पिरो पनि लास्टै पिरो भयो। हेर्नु न मेरो मुख पुरा आँसु मात्रै आउन सकेको छैन, नत्र सब भइसकेको छ। ओके सबैलाई गएर पिरो भयो मुख पखालम। लेट्स गो। ओके गाइस, कस्तो लाग्यो भिडियो? राम्रो लाग्यो लाइक गर्नु होला, च्यानललाई सब्सक्राइब गर्नु होला। अब चाहिँ भेट्ने गर्छौँ नेक्स्ट भिडियोमा। ओके बाई बाई।